नमस्ते, मेरो नाम विकास श्रेष्ठ हो। अनि हामीले यो पिक्सल पर्फेक्ट स्टुडियो खोलेको चाहिँ लाइक अलमोस्ट 2 इयर जति भयो। अनि लास्ट 1.5 इयरदेखि चाहिँ मैले यो कारोबार एप चलाइरहेको छु। अनि पहिला चाहिँ हामीले सबै रेकर्डहरू चाहिँ ह्यान्ड रिटन एउटा नोटबुकमा किपिङ गर्थ्यौँ। कसले कति सामान लग्यो, के लग्यो, अनि हाम्रोबाट कति सेल्स भइरहेछ, के सेल्स भइरहेछ, त्यस्तो कुराहरू चाहिँ सबै ह्यान्ड रिटन राख्थ्यौँ। अनि लाइक कसले कति उधारो लग्यो, कसले तिर्न बाँकी छ, सबैहरू चाहिँ एउटा डायरीमा हुन्थ्यो। अनि डायरीमा हुँदाखेरि चाहिँ इस्यु के थियो भन्दाखेरि हामीले कसले के लगिरहेछ, अनि हाम्रोमा के स्टकमा सकिरहेछ, हाम्रो स्टकमा के सामानहरू छ भनेर चाहिँ हामीलाई केही यादै हुँदैन थियो क्या। अनि कुन सामान लिएर आउने, के ल्याउने भन्दाखेरि लाइक राति बसेर 1.5 आवरको टाइम दिएर अनि के स्टकहरू छ भनेर क्यालकुलेसन गरेर अनि हामीले फेरि त्यो स्टकलाई इम्पोर्ट गरेर म्यानेज गर्नुपर्ने थियो। अनि कारोबार एप भएदेखि चाहिँ यो सबै सजिलो भएको छ। लाइक के चिज सकिन आँटेको छ, अनिखेर कसले के सामान लगाएको छ, कति उधारो छ भनेर चाहिँ हामीले एपमा रिमाइन्डरको थ्रुबाट नि हेर्न सक्छौँ। अनि सर्ट लिस्ट भएर आइरहेको हुन्छ कि लाइक के सामानहरू हाम्रोमा सकिन आँटेको छ भनेर, जसले गर्दा कारोबार एपले चाहिँ हामीलाई धेरै सजिलो बनाएको छ। त्यसैले कारोबार गरौँ डिजिटल।